सब गाइज इसमी ब्ले भ्लग्स अनि सबैजनालाई स्वागत छ ब्ले भ्लग्समा हैन। अनि को कति साथीहरूले चाहिँ मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नुभएको छ भने सबैजनाले सब्सक्राइब गरेर माया देखाइदिनु होला हैन। अबबाट चाहिँ मैले युट्युबमा पनि भिडियोहरू अपलोड गर्दैछु हैन। अनि आज चाहिँ जापानमा कति बज्यो 9 जस्तो बजेको छ हैन। म उठेर आज चाहिँ मेरो बिदा थियो, त्यही भएर चाहिँ यसो पार्कतिर जाँदैछु हैन। के भ्यूहरू देखिन्छ तपाईहरुलाई देखाउँदैछु है। जापान आएबाट गाइज हैन के भन्छ फ्री भनेर कहिले पनि नभइनी के। 7 दिन हुन्छ हप्तामा हैन, 7 दिन फ्री भनेर कहिले पनि नभइनी के गाइज। जापानिजहरुको पनि बिचारा छुट्टै कथा छ के हैन। अब बिहानै उड्छन् है अनि आफ्नो कामतिर लाग्नै पर्यो। यिनीहरुको फेरि जापानिजहरुको चाहिँ आमा बा हैन अनि दाइ बहिनी यो अरुमा दया माया हुन्छ नि, अरुमा त हुने यिनीहरुको यो सिस्टम नै बनाइदिएको छैन के गाइज। यिनीहरुको चाहिँ माया भनेको चाहिँ आफ्नो लगाव भनेको चाहिँ काममा मात्रै हुन्छ के कसम। यिनीहरुलाई सोध्ने भने नि त्यही तरिकाको एन्सर दिन्छ हैन। यिनीहरु अब 17-18 वर्ष पुगेपछि चाहिँ हाम्रो नेपालमा चाहिँ अब 18-19 वर्षको छोराछोरी छुट्टियो कतै गयो भने चाहिँ यिनीहरुको यो छोराको कमजोरी के रहेछ र यसरी छुट्टियो यति सानो उमेरमा भन्छन् हैन। यहाँ जापानमा चाहिँ कसम भनेको 18 वर्ष 19 वर्षको छोराछोरी के भन्छ बाआमासँग बस्यो भने चाहिँ यिनीहरुको के कमजोरी छ त र यहाँ बसेख अझै बाआमाको खाएर भन्छ अरे के। ल गाइज है म चाहिँ मेरो रुम नजिकैको पार्कमा आइसकेँ हैन त। दामी छ भ्यू हैन। जापानिजको एउटा कल्चर चाहिँ मलाई के मन पर्छ भन्दा गाइज हैन, उहाँ देख्न सक्नुहुन्छ हैन बिहान बिहानै आएर बिचरा सफा गरेर बसेछ के। हेर्नु न त्यो रुखको पातहरू त जहिले नि झर्छ नि, तर हेर्नु न यिनीहरुको चाहिँ इन्टेन्सन कस्तो हुन्छ, मजाले टिपेर बसेछ के। म पनि जान्छु है त्यहाँ चाहिँ है, गएर प्रश्न सोध्छु केही है। अनि मिल्यो भने मैले पनि 1-2टा पातहरू टिपेर चाहिँ सहयोग गर्छु के है त गाइस। ल आएको जाइमास आरिगातो गोजाइमास। すみません、ちょっと質問してもいいですか？この公園ね、自分でお金払わなくて自分で掃除しましたね。お金もらわなくて。もらわなくて、はい。ボランティアですよ。ボランティアですか？はい、ボランティアです。本当に優しいと。お住まいだったらぜひ。ありがとう。こっちの辺であと借所からお金もらう人から掃除をします。はい。ここの辺では自分であとお花もらわなくて、お花やってるんですけど、はい。お花だけやっても公園が汚いと嫌でしょ。そうですね。本当にあと時間自分。これ全部？ここからちょっと今周りだけ。これも？そうですよ。ल गाइज काफल पनि भेटेँ मैले काफल। सुन्नुहोस् न कोरेवा नियमको चाहिँ नाम चाहिँ हिमास का नेपालको दे सत्यम ओइसी तापै मनोदे होन्तो स्पाइसी सत्यम ओइसीですよ。はい、とっても美味しいです。काफल है गाइस काफल। नाम आयो काफल देश। मन लाग्यो है त गाइस अब सफा गर्नको लागि है। बदिन्छ। आतो वातासी। 掘りたいですか？はい。いいですか？ここまでどこまでいいですか？この辺で借所からじゃないね。この辺で。まあ何でもやるんですけど。はい。でもやってほしいとこ行った方がいい。はい。ल गाइज है।はい。राइट। ल गाइज है मैले चाहिँ आज चाहिँ जापानिजहरुसँग चाहिँ कोइन सफा गर्दैछु। はい、わかりました、わかりました。簡単ならわかります。
Nihongo wa kantan nara wakarimasu. Demo muzukashi koto wa chotto ato 1年だけなりますからちょっとママです。लगाए दामी है जापानहरु चाहिँ फर्स्ट टाइम है यसरी गरियो काम हैन अरु काम त गरियो कि जोस यसरी है यस्तै सफा गरेको यस्तो गरेको चाहिँ मेरो फर्स्ट टाइम हो है दामी मजा आउँदैछ हैन अब उनीहरु चाहिँ उता सफा गर्न गछन् हैन फेरि सफा गर्दा गर्दै उता उनीहरुले जिस्कन जाने कुरा भएन हैन फेरि पछिको खाइबो म फेरि हाल्दै छु त्यही नै हो सुन्नुसेन これどこに置いてあった方がいいですかこれはどこに置いてあった方がいいですかこれわかりましたल है नेपालमा के भन्छ मकै खाने जस्तै फिल आयो केटाकेटी हो दामी मजा आयो मलाई त कसम भने दामी रमाइलो के भन्नाले हुन्छ नि त्यो गाउँमा गएर चाहिँ हैन टक्क मकै सकै खनेर घरमा मकै खान गएको हैन गाउँघरकै याद आयो कसम मलाई त दामी याद झल्को मेटियो रमाइलो लाग्यो है मन चाहिँ खुसी भएर आयो केटाकेटी हो विदेश आएर हैन यो गर्न पाउँदा नि खुसी हुनेकै मन अब है यहाँ पहिले यस्तो गर्न पाइँदैन नि पाइन्न भनौँ न अब त्यसै गर्ने कुरा भने जहाँ पाऊ है हैन यहाँ चाहिँ त्यसै बाउसो लिएर यस्तो कोदालो लिएर हिँड्ने कुरा हुँदैन बजारले चाहिँ मलाई फेरि के भन्छ अर्को ठाउँमा नि ल गर्दैन त एसआसी रहेछस् भन्दा फेरि लिएर हिँड्छ क्या रहेछ है त को को न कहाँ लिएर जाँदैछ है त कुन हेन राखे नि हाई यारिमास हाई इए ल केटाकेटी फेरि यता पनि गर्दै होइन त चाहिँ एसआसी रहेछस् ल यो पनि गर्दैन भनेर भएर चाहिँ मैले यता पनि फेरि गर्दिन लाग्छु होइन त्यही हो 5-10 मिनट गरिदिएर म मर्ने पनि होइन त्यही हो दामी मजा आएको क्या सफा गर्न पाउँदा चाहिँ दामी मजा अब एकछिन चाहिँ योसँग कुरा गर्नुपर्छ होइन अब 1 वर्ष भयो आएको लगभग 14-15 महिना भइसक्यो होइन कहीँ जानु छैन है केही हेर्नु छैन केही सुन्नु छैन है काम गयो आयो काको गयो आयो त्यही रुममा बेडमा होइन छैन क्या यहाँको केही संसारै विचित्र छ क्या गाइस सिस्टम नै यहाँको रोबोटको छ क्या रोबोट हुन् कि यिनीहरू मान्छेहरू हुन्छ नि एकदम रोबोट हो कि दया माया छैन यिनीहरूलाई दया माया छैन भन्दा नि अब कुनै मान्छे त हुन्छ न अब एसएससी यिनै मान्छे नि अब खोइ कस्तो छन् है तर कुनै मान्छे चाहिँ एकदम एसएससी खालको होइन पढ्दा सहयोग गर्ने खालको त हुन्छ तर अब आफ्नै परिवारमा भनौँ न अब आफ्नै बाबुआमासँग बस्दैन अनि बाबुआमाले छोरीलाई देख्न सक्दैन जस्तो टाइपको छ तर हुन त यो सिस्टम नै त्यही बनाइदिया हो अब यहाँको देशले होइन देश अनुसारको भेष तर हेर्दा चाहिँ हामीलाई चाहिँ अब हामी त बाबुआमासँग हुर्किएको अब बाबुआमालाई होइन मर्ने बेलासम्म मृत्युसम्म चाहिँ बाबुआमालाई छोराछोरीले पालिन्छ होइन अनि छोराछोरीलाई पनि केही गर्न सक्ने छोराछोरी छैन भने चाहिँ बाबुआमाको आर्थिक आय स्रोत राम्रो छ भने त्यो फरक पर्दैन तर जापानमा चाहिँ जुन के भन्छ एकदम फरक छ केटाकेटी हो जन्मेपछि चाहिँ 18 वर्ष 19 वर्षको भयो भने चाहिँ उसको बाबुआमाको सम्पत्ति 1 करोडौँ छ भन्ने पनि उसलाई हुन्न क्या आफूले कमाउनै पर्यो क्या अनि छोरो कमाउनु छ भन्दा नि बाबुआमालाई हुन्न फेरि गाइस नेपालमा छोरोले हो कमा के गर्न भने बाबुआमाले हेला गर भन्ने हुन्छ नि यहाँ हुन्न यहाँ आफैको बाबुआमा पनि आफै एक्लै बाँच्ने हो एक्लै गर्ने हो क्या हामीलाई त त्यो देख्दा त है अन्धकार दुनियाँ लाग्छ नि त हामी त माया ममतामा जे भने सरसापट गरेर होइन हुर्किया मान्छे हो नि त केटा प्लेन पनि उडो है अब यो प्लेन घरतिर जाने प्लेन होला है अब के गर्नु है जान पाइँदैन हेरेर चित्त बुझाउनु त हो है नेपालतिरै जान लागि जस्तो लाग्यो हो सेन्दाईबाट केटाकेटी हो गाइज है अब अलिअलि सफा गरेँ है फेरि दिनभरि त गरेर म पनि बस्न सक्दिनँ मेरो पनि काम छ केही छ रमाइलो भयो एकछिन है सफा गर्दा नि त्यही नै हो ल
केटाकेटी एकछिन माटोमा खेलियो होइन, घरमा खेलियो, टक्क हात खुट्टा त धुनु पऱ्यो होइन। तिनीहरूले के भन्दै थियो कि मैले यो झारहरू खोलेर होइन सफा गरेर चाहिँ हात नधोइकन फोन चलाएको चाहिँ के आरा वा नाको त्यो दाइजेबु धिस्का भन्थ्यो। दाइजेबु होइन, अब नेपाली हो, अब जब हात सफा नगरिकन फोन चलाउन हामीलाई कत्रो कुरा भएर होइन। दामी मजा आयो कसम भने, मलाई त गाउँकै फिल आयो है यस्तरी खुट्टा धुने धारोमा होइन। फर्स्ट टाइम हो मैले गरेको कसम, यो रमाइलो भयो हो मलाई त, सुन्दर रमाइलो लाग्यो हो भने कसम। गाउँमै हुन्छ नि मकै सकै खनेर घरमा फर्के जस्तै फिल भएको कसम भने हो गाइस। भ्यू नि दामी छ क्या गाइस है। अब अलिकति काम गऱ्यो होइन, हेर्नु न भ्यू दामी छ भने हेर्नु न। यहाँ चाहिँ तल चाहिँ खोलो छ है, उताबाट तपाईँलाई खोलो पनि देखाउँछु है। ए यस्तो ठाउँमा आएर चाहिँ एकछिन विश्राम गर्दैछु म है, पिसमा है। पार्क पनि दामी छ हो है, यो हरियाली छ। तिनीहरूले अब काम त गरे तिनीहरूसँग होइन, तर त्यही हो कि विदेशी भनेपछि यिनीहरू डराउँछ क्या होइन। अब विदेशीहरूले विभिन्न किसिमको घटनाहरू पनि गरिदिन्छन् त्यहाँ। अब मलाई के थाहा त, म कस्तो मान्छे हो के हो उनीहरूलाई थाहा हुन्न नि त जे भने पनि। तर डराइरहेको थियो, पछि चाहिँ यताउति कुरा गर्दा चाहिँ हुन्छ भनेर चाहिँ जस सफा गर्न दियो गऱ्यो। हेर्नु त गाइस भ्यू, ओहो मर्निङको भ्यू ल हेर्नु। फुलहरू होइन, यहाँ चाहिँ पार्कहरूमा नि यस्तो दामी फुलहरू रोपिदिन्छ क्या, हेर्नु न दामी। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन। ल हेर्नु यहाँ चाहिँ खोला छ होइन, यो चाहिँ बाटो हो होइन, गाडीहरू त्यति हिँड्ने छैन है। ल हेर्नु भ्यू चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई है। त्यही नै हो केटाकेटी होइन। अबबाट चाहिँ युट्युबमा चाहिँ मेरो लगभग डेली भ्लग आउन नभए पनि होइन, कहिलेकाहीँ चाहिँ मेरो टाइम मिलाएर आउँछ। सबैजनाले माया देखाइदिनु पऱ्यो होइन। अनि त्यही नै हो, फेरि नयाँ भिडियोहरू नयाँ भ्लगहरू लिएर अवश्य नै आउनेछु है। आजलाई चाहिँ बाई बाई है सबैजनालाई।